अहिलेको मान्छेहरू सबै स्वार्थ छ के हो दाजुभाउ चाहिँ के कुरा गर्दै हुनुहुन्छ यस्तो स्वार्थको के गर्ने भाइ अब एउटा काम गरौँ भन्यो बिना स्वार्थको कसैले केही काम नगर्दैन म त वाक्क दिक्क भइसक्यो अनि यसो दिक्क लाग्यो बुढाबुढीलाई त अब कुरा गर्नै पर्यो आफ्नो बुढीलाई नसुनाइकन अरूलाई भन्ने कुरा भएन अनि यही कुरा गर्दै हिँडेको नि भाइ हो नि दाजु हो नि भाउजू अब अहिलेको जमानामा यही स्वार्थैमै चलिरहेछ सबै संसारै के गर्नु अब यस्तै चलिरहेछ चल्ने नै भयो के गर्नु हो नि बाबु यो संसार त स्वार्थ नै स्वार्थले भरिएको रहेछ मान्छेलाई चेतना कहिले आउने होला अब यो संसारमा आफ्नो स्वार्थ बाहेक अरू केही देख्दैनन् मान्छेले भलाइको त जमानै छैन मान्छेले खालि स्वार्थ मात्रै हेर्ने पो अब के गर्ने यो यहाँ मात्रै हो कि सारा संसारमै हो के गर्ने भाइ यो स्वार्थको जमाना भनेर हाम्रो गाउँघरमा हो कि यो संसारैभरि स्वार्थी हो मैले त बुझ्नै बाँकी छ ल जति कुरा गरेँ नि यस्तै हो भाइ बुझ्दै जाउँ ल हेर्दै जाउँ ल जाउँ अहिले जाउँ बुढी जाउँ विकास चाहिँ यो जग्गा प्लटिङ गरेको लगभग 3 वर्ष भइसक्यो अहिलेसम्म एक टुक्रा बेच्न सकेको होइन केही न केही उपाय लाएर यो जग्गा बेच्नु पर्यो सोच्न त मैले सोचिरहेको छु सकेसम्म यो जग्गा सबै एकैचोटि बेचौँ भन्ने विचार चाहिँ गरिरहेको छु मैले हजुर विकासजी जसरी हुन्छ अलि चाँडै मान्छेहरू ल्याएर देखाएर अलि चाँडै बेच्ने कोसिस गर्नु पर्यो विकासजी तपाईँ टेन्सन नलिनुहोस् त्यो जग्गा बिक्री गर्ने काम मेरो अब जग्गा लोनमा राखेको र निकालेको पनि हजुरलाई थाहा छ है यत्रो वर्ष भइसक्यो ब्याङ्कले पनि मिलेको पहिल्यै छ अहिलेसम्म एक टुक्रा जग्गा बेचेर केही रकम लिन पाएको भएदेखि ब्याङ्कमा पनि यसो बुझाउनु हुन्थ्यो त्यो पनि अवस्था छैन अनि जग्गाले लास्ट टेन्सन दिएको छ विकासजी अब कसरी हुन्छ यो जग्गा 2-4 किता चाहिँ बेचाउनै पर्ने हुन्छ किशोरजी तपाईँ टेन्सन नलिनु न यो जग्गा मैले सकेसम्म एकै जग्गा 4 किता 5 किता दिने कुरा छ सकेसम्म भोलि नै गरेर पुरो गर्छ होला सकेसम्म त्यो मान्छेले लिन्छ पनि होला विकासजी अब सबै एकैचोटि बेच्न त गाह्रै होला टुक्रा टुक्रा पारेर भए पनि जग्गा चाहिँ बेच्नै पर्ने हुन्छ पैसाले पनि अति समस्या पर्न थालिसक्यो कुरेको पनि यत्रो वर्ष भइसक्यो तपाईँ टेन्सन नलिनु न यो जग्गा भइ नगरेर ब्याङ्कको किस्त तिर्ने विचार गरेको छु मैले म त तपाईँले भेट्न तपाईँको घरतिर हिँड्न लागेको थियो तपाईँले बाटोमै भेट्नुभयो मलाई भेट्नु के काम परेर बुढालाई सहरतिर पठाउनु पऱ्यो अलिअलि तपाईँसँग अलिअलि पैसा छ कि भनेर हिँड्न लागेको थियो तपाईँको घरतिर कति पैसा चाहियो होला त्यसलाई सो धेरै त होइन 15-20 हजार जति त्यति पैसा त अहिले मैले बोके छैन मसँग होला अहिले कति पैसा छ र सर तपाईँसँग अब कति चाहियो अब मेरो जेबमा 5-10 हजार त होला त्यही भए त्यतिले पुग्छ भने दिन्छु म हुन्छ सर त्यति भए पनि गरिदिनु न है मलाई यसो काम चलाउनु त हुन्छ त्यति भए हुन्छ भने म दिन्छु नि त काम चलाउनु पखलास तेरो बुढो कहिले सहर जाला र तेरो जवानीको फाइदा उठाउँला भन्दै थिएँ अब हेर्लिस् बल्ल राम्रो रामदाई ओ रामदाई आउनुभएछ ए विकास भाइ के आउनुभएछ के कति आउनु ल एकछिन है म बोलाइदिन्छु बसेरै कुरा गरौँ बस्नु विकास भाइ म नि बस्छु ल ल भन्नुहोस् के कति काम ल्याउनु दाइलाई यस्तो राम्रो अफर ल्याएको दाइ मैले त्यहाँ पर छ नि दाइ 2 रुपियाँ साधारण जग्गा आएको छ
एकदम सस्तो मूल्यमा तपाईँलाई त्यो जग्गा लिनुभयो भने 5-6 महिना तपाईँले डबल भएर आउँछ दाइ। ठिकै छ भाइ, हामी जग्गा त्यति लिइहाल्ने आवश्यकता छैन हामीलाई। तपाईँ अफर ल्याइहाल्नुभयो जग्गाको, हामीसँग पश्चात जग्गा भएको मान्छे। ठिकै छ, तै पनि घर परिवारसँग सल्लाह गरौँ, के भन्नु, निचोड आउँछ परिवारले के भन्नुहुन्छ विचार गरौँला नि त। हेर्नुहोस् दाइ, तपाईँलाई सम्झेर म आएको यो जग्गाको लागि। त्यो जग्गा चाहिँ कस्तो छ भने चलेको भाउभन्दा आधी भाउमा आइरहेछ दाइ। किनभने तपाईँ अलिअलि पैसा भएको मान्छे लिइहाल्नुभयो भने यो जग्गामा चाहिँ तपाईँलाई एकदमै फाइदा छ है दाइ। भोलि फेरि अर्कोले उछिट्यो भने तपाईँलाई फेरि हेरेकै हुन्छ। फाइदै हुन्छ भने ठिकै छ त, म परिवारलाई लिएर जग्गा हेर्न आउँछु नि त विकास भाइ। ल दाइ, यो जग्गा चाहिँ फुस्किनु भएन, जग्गा राम्रो छ। ल चाँडै गर्नु होला है। ल भाइ, ल म आउँछु ल। हेर बुढी, अब यो गाउँघरको आफन्तहरूसँग मात्रै कुरा गरेर भएन। यो कम्पनी खोल्नलाई सबैले स्वार्थ मात्र प्रयोग गर्नुभयो। जति ठाउँमा पुगे बिना लगानीको कति % सेयर आउँछ भन्छ। कसरी गर्नु अब यहाँ? अब आफू लगानी गरेर काम गर्नु त यति गाह्रो छ। मान्छेहरू त काम गरिदिन्छु, सघाइदिन्छु, तर म पैसा हाल्दिनँ, सेयर चाहिँ मेरो त्यहाँ कति हुन्छ भन्छ। स्वार्थ बिना त कसैले केही काम सार्दैन नि, यहाँबाट केही होला जस्तो लागेन। मैले त्यही कारणले गर्दा सहर गएर जाने बुझेको साथीभाइहरूसँग साथ लिएर केही गरौँ भन्ने सोच राखेर म जाँदैछु। हुन्छ बुढा, अब तपाईँको सहरको साथीभाइहरूले अब राम्रै गर्नुहुन्छ भने त ठिकै छ, तपाईँ जानुहोस्। फेरि तपाईँको कागजपत्रहरू छुटेला नि, फेरि मलाई म्यासेज र व्हाट्सएपमा फेरि कागजपत्र छुटेछ पठाउनु बुढी भन्नु होला नि फेरि। त्यही भएर राम्रोसँग गएर सम्झेर लानुहोस्। उहाँ पनि फेरि स्वार्थ मान्छेहरू होला, अलि होसियार गरेर काम गर्नुहोस्। ल बुढी, म चाहिँ उसो भए आजै सहर जान्छु। तिमी चाहिँ हाम्रो त्यो कम्पनीको बारेमा छिमेकी समाज या कोही बुद्धिजीवीहरूले बिचराले यसले कम्पनी गर्न आएछ, यसले सहयोग गर्नुपर्छ, केही सल्लाह दिनुपर्छ हामीले भनेर आयो भने चाहिँ तिमी कुरा गर्दै गर्नु। त्यो स्वार्थी मान्छेको कुरा चाहिँ सुन्नु तर नमान्नु, मलाई भन्दै नभन्नु। म चाहिँ आज सहर लागेँ है त, तिमी बस्नु, राम्रोसँग लानुहोस् है। ल म चाहिँ लागेँ है त। ल बाई। हेर्नुहोस् न, तपाईँ पनि सहर जानु पऱ्यो, केही गर्नु पऱ्यो सहर गएर। एक्लै के जानु, अब कोही साथीभाइ गयो भने गाउँमा बसेर केही हुनेवाला छैन, यसो सहरतिर गयो भने अलिक 2-4 पैसा कमाइन्छ। अब हेरौँ, म जान्छु साथीभाइ कोही भेट्छ। एक्लै जाने कुरो भएन। ओ दाइ, कता हो तपाईँ? के गर्ने भाइ, यो गाउँबाट केही पार लागेन, म त सहरतिर हिँडेको। ए सहरतिर के कमाउनु धमाउनु हिँड्नुभयो कि के कम्पनी सम्पनी खोल्नु लाग्नुभयो, के गर्नु लाउनुभयो? अब के गर्ने, यहाँ जसलाई पनि सहयोग गर न, मलाई यो 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 काम परेछ भन्यो भने बिना स्वार्थ कोही पनि अगाडि नसर्ने। त्यही कारणले एउटा सहरमा चिनेको राम्रो साथी छ, केही गरिदिन्छ कि सहयोग भनेर म त हिँडेको। ए दाइ, त्यसो भए मलाई त साथी भइहाल्यो नि त। म पनि अब बुढाबुढी हामी सल्लाह गर्दैथ्यौँ सहर जाने। म एक्लै जानलाई भने त आफ्नै भाइ नि जाने साथी भेटिहालेँ नि, झन् राम्रो भयो नि। ल बुढी, के अरे दाइ भेटाएँ मैले सहर जाने। हाम्रो त अब काटाकुटो कुरा चाहिँ अब के कस्तो हुन्छ यसो बुझेर मलाई भन्नु, अब नातिकन गर्नु। हुन्छ, त्यसमा तपाईँ चिन्ता नलिनु, म सबै मिलाइहाल्छु। फेरि साथी सहर गएर उतै बेपत्ता हुने होइन नि। फेरि दाइले पनि दिदीलाई छोडेर जाँदै हुनुहुन्छ, अनि तपाईँले पनि मलाई छोडेर जाँदै हुनुहुन्छ। यो स्वार्थी संसार गाउँ समाजमा पुरा काट्छन् एक्लै महिला छ भनेर। फेरि थाहा होला नि त्यो कुरा त। थाहा छ बुढी, मलाई थाहा छ। म गएर काम सघाएर त आउनु पऱ्यो नि त। देखिस् नि बुहारीको कुरा सुन्नुहोस् होइन। ल ठिकै छ, छिट्टो लुगा लाएर आइज, म त तल चौतारामा कुरेर बस्छु, बिहा नगर्ने। बुढी हामी छिटो जाउँ। विकासजी, जग्गा हेर्ने मान्छे ल्याउँछु भन्नुहुन्थ्यो, खोइ त यतिखेरसम्म आउनु भएन त। आउँदै होला, आउनु पर्ने।
होइन हौ किशोरजी, के हो तपाईँ आजकल मोबाइल खुब ध्यान दिनुहुन्छ त? तपाईँको पनि लप पऱ्यो क्या हो? मोबाइल चलाउने बित्तिकै लबै परेको भन्ने कहाँ हुन्छ र विकासजी? जग्गा हेर्ने मान्छे बोलाएको छु भन्नुहुन्छ विकासजी। यसो मान्छे त कुर्नै पर्यो, दिक्क लाग्छ बस्दा बस्दा यसो टाइम पास मोबाइल चलाउने बस्ने। ल किशोरजी, जग्गा हेर्ने मान्छे आइपुग्नु भयो। नमस्ते दाइ। अनि जग्गा त डल्लै रहेछ, हामीले लिने भनेको किता चाहिँ कुन हो? विकासजीले भनेर मैले उहाँहरूलाई ल म्याम, तपाईँले लिने जग्गा चाहिँ कुन कुन हो भने एउटा यो किता यहाँको भयो, यो किता यहाँको भयो, यो चाहिँ किता यताको। एकदम राम्रो मड मिलेको छ, एकदम राम्रो छ, सस्तोमा आएको छ। कस्तो लाग्यो तपाईँलाई जग्गा? जग्गा भिरालो भिरालो छ। अब मलाई त मन पऱ्यो। तिमीलाई भन, अब तिमीलाई लिने घरको गिराउने तिमी हो, भन अब के मैले त ठिक छ मेरो लागि। खै दाइ जग्गा त अलि भिरालो भिरालो छ, अलि जङ्गलको छेउ पनि रहेछ, खासै घरहरू पनि छैन छ। खै अब उहाँले राम्रो छ भनेर म पनि हेर्न आएँ। ठिकै छ, अब हामी घरमा एकचोटि फेरि सल्लाह गर्छौँ, अनि हजुरहरूलाई के गर्ने सबै कुरा पछि भन्छौँ नि है। अब घर त बनाउनुपर्छ म्याम, बनाएपछि बनिहाल्छ नि। अब बिस्तारै विकास हुँदैछ यहाँ, सल्लाह गर्नुहोस् त्यही पनि सस्तोको जग्गा हो। अब त्यो 3 किता मात्रै बाँकी हो म्याम जग्गा। अब लगभग 1 वर्षमा यो पुरै प्लटिङ सबै घरै घरले भरिन्छ। त्यो त ठिकै छ, राम्रै कुरा गर्नुभयो, तर फेरि एकचोटि हाम्रो घरमा सल्लाह गरेर हजुरहरूलाई कन्फर्म गर्छौँ नि है। ल अलिक छिटो गर्नु होला, अब धेरै पनि छैन, 2-3 किता मात्रै बाँकी छ। घर सल्लाह गरेर छिटो खबर दिनु। ए हुन्छ दाइ हुन्छ। अब जग्गा लिने जस्तो कुरो त्यत्तिकै फुत्त लिइहाल्न नि मिलेन, एकचोटि राम्रोसँग सरसल्लाह गर्छौँ अनि खबर गर्छौँ नि है। हस्। ल हुन्छ दाइ, अहिले हामी लाग्यौँ। ल हस्। खै विकासजी मान्छेले जग्गा लिन जस्तो चाहिँ मलाई लागेन। मैले यो तल मान्छे आउँछु भन्नुभएको छ, मैले एकछिन तल गएर आउँछु। कोही मान्छे आयो भने अब त्यो जग्गा देखाउँदै गर्नु होला। हुन्छ। कहाँ हो नानी? यसो गाउँतिर घुमेर आएको। अनि तिमी चाहिँ कहाँ जानु लागेको नि? कहाँ हुनु नि दिदी? तर राम सरकोमा जानु रहेको। घरमा हुनुहुन्छ कि हुनुहुन्न? घरमै हुनुहुन्छ होला। अनि राम सरलाई भेट्नुपर्ने के काम थियो र बहिनी त्यस्तो? के हुनु नि दिदी, राम सरसँग अलिकति खर्च माग्न जानु रहेको नि। ए हुन्छ हुन्छ बहिनी, उहाँ सरसँग छ भने दिनुहुन्छ। उहाँ मेरो बुढीलाई खानु पठाउनु त मैले ऋण गरेर ल्याएको उहाँ सरकोबाट। ए दिदी अहिले मलाई हतारसम्म गएको है। ल ल। मोबाइल चलाइराख्नु भएको? गर न, म मोबाइल चलाइरहेको। भन के कति आउनु आयो? हजुरसँग पैसा छ भने अलिकति सापट्टि दिनु न सर मलाई। पैसा त अहिले मसँग छैन त करुणा। सहयोग त गर्न थिएँ, दिने मान्छे हो गाउँतिर, अरूलाई त दिएको थिएँ, आज त ठ्याक्कै छैन नि करुणा। मलाई धेरै पैसाको खाँचो थियो राम सर, तपाईँसँग जति छ त्यति पैसा दिनुहोस् न। अब पैसा आज मसँग छैन। पैसा हुँदा त गाउँघरमा मैले सबैलाई दिएकै हो नानी। हेर करुणा, अलिक पछि हुन्छ अनि म कोसिस गरौँला है करुणा, नरिसाउला। हस् त सर। सुनिता, कहाँ पुगेर आयो तिमी? कहाँ हुनु नि दिदी? बुढो सर जानु भएको थियो, तल गाडी चलाउनु ठाउँसँग पुर्याएर आएको। कहाँ आएर दिएको? कहाँ होइन, सर जानु भएको, अलिक काम थियो सरमा। अनि हिजोसम्म त जाने केही कुरा थिएन, एक्कासी जानु भएछ त? किन त्यस्तो केही काम पर्यो र? के हुनु नि दिदी, गाउँघरमा बसेर 2-4 पैसा देखिँदैन। तल्ला घरको सुनिल दाइ पनि सर जाँदै हुनुहुन्थ्यो, उहाँसँगै जान्छु भन्ने बाटोमा भेट भयो, अनि सर जानुभयो। अनि दिदी तपाईँहरू टाढै पुगेर आउनुभयो कि? कहाँ जानु र बहिनी? घरमा यसो नुन भुटुन मसला सकेको थियो, बजारसम्म गएर लिएर आएको हामी त। के काम गर्न त तिमीले सहर गर, गाउँघरमा त हल्लिएर हिँड्ने मान्छे हो। खै मैले त पत्ताइन। दाइ यसरी हेपेर त नभन्नु न, के गर्छु भनेर सर जानु भएको छ, के त गरिहाल्नुहुन्छ नि।
कहाँ हेपेर भन्नुभएको हो र बहिनी मेरो बुढोले? तपाईँको बुढो हुनुहुन्छ नि त्यस्तो, अनि के भन्नुहुन्छ त उहाँले? जस्तो दिएको त्यस्तै भन्ने हो। दिदी दुःख पायो भनेर हामीलाई यसरी नहेप्नु, एकदम हाम्रो पनि पालो आउँछ। आयोस् नआएनस् हामीलाई के मतलब? जाऊ बुढो, यस्तासँग कुरा गरेर फक्कडमा के समय स्वार्थीहरू हेप्न पायो भनेर धेरै हेप्ने मलाई। यो किता होइन त्यो बेच्न पायो भने त्यो रोडको त हाम्रो गइहाल्छ। मेन कुरो बेच्नु पऱ्यो यो दुईवटा। यतिका दिन भइसक्यो न कल गर्छु न मेसेज गर्छु, तिमीले त मलाई बिर्सेछौ त। आफूले यहाँ कति टेन्सन छ, कहिले फोन बनाएको छ कहिले मेसेज बनाएको छ। तिम्रो अरू काम छैन? जहिले फोन बनाएको छ जहिले मेसेज बनाएको छ। पहिला यो मेरो काम सकिन्थ्यो अनि फोन गरेर गरौँला मेसेज गरेर गरौँला। विकासजी काम भनेको त आफ्नो ठाउँमा छ नि, आफ्नो मान्छेलाई पनि त टाइम दिनु पर्यो नि। आफ्नो मान्छे खुसी भयो भने त हामी त त्यत्तिकै खुसी हुन्छौँ नि, होइन र? समय नदिएको कहाँ हो र किशोरजी? तपाईँलाई थाहा छ हामी यो जग्गाको विषयले गर्दाखेरि हामी कति तनावमा छौँ। अरू बेला समय दिएकै हो नि। तिम्रो समय तिमीसँगै राख विकास। विकासजी समय भनेको आफूले मिलाउने हो नि। म रिसाएर गए जस्तो छ। ए गए जाओस् फोन गरेर हैरान बनाउँथ्यो। ए सर टाढै पुगेर आउनुभयो? घरतिर तरकारी सकिएको थियो, यसो बजारतिर अलि तिमीले तरकारी लिएर आएको। अनि तिमी चाहिँ कता हिँड्यौ नि? यहाँ तल गाउँसम्म घुमेर आएको दिदी। ए अनि साँच्ची तिम्रो बुढो र सुनिताको बुढो त सहर जानुभयो अरे है? हो दिदी, सँगै जानुभयो उहाँहरू। ए केही काम थियो कि यसो के भएर जानुभयो त? हतारमा जानुभएछ, एक्कासी जानुभएछ त हामीलाई थाहा पनि भएन। के गर्नु दिदी, अब बुढाबुढी सँगै बस्ने मन त छ नि, के गर्नु। अब त्यस्तै बाती त काम परेपछि जानु परिहाल्यो। किन यसरी घुमाइ फिराइ कुरा गर्छौ बहिनी? सिधै भन न, यहाँ बसेर एक गाँस खाना पनि धाउ धाउ भयो भनेर। किन यसरी घोचेर भन्नुहुन्छ दिदी? हामी खाना नपाएर तपाईँ घरमा एक छाक माग्न आएको त छैन नि। भयो भयो, धेरै ठुला कुरा गर्नु पर्दैन। तिमीहरू कस्तो हो मैले राम्रोसँग चिनेको छु। बुढा के कुरा गरिबस्नु, घरमा खाना बनाउनु ढिला भयो, आउनु जाऊ। के काम हो त फेरि? चाँडै आउनु है, ढिला हुन्छ नि खाना खानाले। छिटो बनाउनु आउँछ है त। सानी हामी यसरी भेटेको विकासजीले चाहिँ थाहा हुनुहुन्न, हामी साथीमा फेरि यसरी नराम्रो हुनसक्छ। कहाँ थाहा दिनु र उहाँलाई? उहाँसँग कुराकानी नभएको पनि यतिका दिन भइसक्यो। उहाँले पनि मलाई वास्ता गर्नु भएन, त्यही भएर मैले पनि उहाँलाई वास्ता गर्नै छोडिसकेँ नि। ए त्यसो भए त राम्रै भएछ। ओहो किशोरजी नमस्ते। तपाईँ त्यता पो हुनुहुँदो रहेछ त। जग्गा हेर्न आएको म त बोलाउनु भयो। यो थोरै अलिकति माथि जानुहोस्, एकजना मेरो साथी हुनुहुन्छ, उहाँले हजुरलाई सबै जग्गाहरू देखाइदिनुहुन्छ। हजुरलाई कुन जग्गा मनपर्छ हेर्दै गर्नु, उहाँले देखाइदिनुहुन्छ। म पनि एकैछिनपछि आउँछु। ए ल हुन्छ हुन्छ आइहाल्नु है किशोरजी। हुन्छ हुन्छ एकैछिनमा आउँछु। सर आउनु भएछ? नमस्ते सर। ए बस्नु नि सर। बोल्नु पर्ने त मै बसेको बडा पर्दैन। बस बस। अनि घरमा कोही छैन कि हो? एक्लै बसिरहेको छौ त? कोही छैन सर, म एक्लै हो। अनि के कति कामले आइपुग्नु भयो सर? काम त के थियो र नि, यसो तिम्रो याद नेसो लाएर यसो भेटौँ भनेर आएको नि। के हुने र कल्पना, यसो तिम्रो याद गरेर याद लाएर आएको नि। के गर्नुभएको सर यो? तपाईँले लाज शरम छैन मेरो बुढो घर नभएको यस्तो हरकत गर्नुलाई? नरिसाउ न, तिम्रो बुढो नभएको भएर त आएको त म तिमीलाई भेट्नु भयो। मलाई यस्तो हरकत मन पर्दैन, बुझ्नुभयो? त्यसरी तितो वचन नलाउनु कल्पना, किन म माया गर्छु। तिम्रो बुढाले गर्न नसकेको हरेक इच्छा चाहनु म पुरा गर्छु, त्यसैले त पैसा दिएको नि कल्पना। सर मैले तपाईँसँग यस्तो स्वार्थको लागि पैसा मागेँ होइन नि, मैले त ऋण पो मागेँ त तपाईँले। मलाई यस्तो हरकत गरेको मन पर्दैन सर। मेरो बुढाले कमाएर ल्याएपछि दिइहाल्छु नि तपाईँको पैसा। हेर्नुहोस्, तपाईँ यस्तै हरकत गर्दै जानुभयो भने म सबै कुरो कमला दिदीले गएर भनिदिन्छु। ए ल ल भयो, तिमीलाई मेरो कुरा मन परेन होइन? यसो भने तिम्रो बुढालाई भन्नु मलाई भोलि नै पैसा चाहिन्छ, म अहिले गएँ।
हाम्रो समाज छोरी मान्छे एक्लै भएको ठाउँमा यस्तो नराम्रो नजरले हेर्दो रहेछ। हेलो नमस्ते 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 भाइ। विकासजी भने तपाईँ नै हो? हजुर हजुर म ए तल किशोरजीलाई भेट भएको थियो अनि माथि नै हुनुहुन्छ प्रतिमै विकासजी कुरा गर्नु न भन्नुभएको थियो। अनि विकासजी यही हो प्लटिङ? हजुर प्लटिङ चाहिँ यही हो। कुन किताब बाँकी छ त? कुन किताब भन्नुभयो? अब बाँकी चाहिँ अब धेरै छैन। तपाईँको लागि चाहिँ यो किता र यो किता राखेको छु। जग्गा राम्रो छ, बाटो टच छ। तपाईँको लागि भनेर यो चाहिँ जग्गा चाहिँ एक टुक्रा तपाईँलाई राखिदिएको छु है। म त फेरि जग्गा लिने बित्तिकै घर बनाउने हो विकासजी। यो पुरेको माटो त होइन नि? भिरालो भिरालो देख्छु। पुरेको होइन, पुरेको चाहिँ होइन बहिनी। अलिक भिरालो भिरालो देखेको भएर यतिको जहाँ पनि भइहाल्छ, झन् राम्रो हुन्छ यस्तो ठाउँ। के कति भन्नुभएको छ रेट? कति चलिरहेको छ यतातिर? त्यो त आइडिया छैन मलाई। अब तपाईँलाई के भनौँ, अहिले 25देखि 30सम्म चलिएको छ। अब तपाईँ लिनै हुनुहुन्छ भने तपाईँलाई म 18-20सम्म चाहिँ मिलाउन सक्छु है भाइ। मिलाउनु परिहाल्यो नि, चिनेको मान्छे भएको त्यति नगऱ्यो भने त के काम होइन। त्यसैले त तपाईँलाई मैले राम्रो टुक्रा चाहिँ राखिदिएको छु कि रुमाल जस्तो छ तपाईँको, तपाईँले लिने जग्गा। इन्भाइरोमेन्ट एकदमै मन पर्यो मलाई। घर बनाउने खालको जग्गा चाहिएको ठिक लाग्यो मलाई, राम्रै लाग्यो। अब यहाँ चाहिँ नि पानीको पनि सुविधा छ, पानी 24 घन्टा आउँछ यहाँ। अब बाटो तपाईँले देखिहाल्नुभयो, जग्गा तपाईँले देखिहाल्नुभयो। लिनुहुन्छ भने तपाईँको लागि चाहिँ राम्रो टुक्रा राख्दैछ मैले। जग्गा त मलाई ठिक लाग्यो विकासजी है। यो किता चाहिँ भोलि बैना गर्नु पर्यो। किशोरजीलाई भोलि भेट्नुहुन्छ होला नि? हुन्छ भने ल भोलि बैना गर्ने व्यवस्था मिलाउनु है। म भोलि रेडी भएर आउँछु है त। ल हस् ल, म लागेँ है अहिले। यो मान्छेले चाहिँ जग्गा किन्ला जस्तो छ है। हाम्रो 10औं वर्षको मित्रता यही देखेको नि त मैले। यस्तो स्वास्थ्य पनि हुँदो रहेछ। ल दुवैजनालाई बधाई छ।